तर चाहिँ खुसी लागिरहेछ, खुसी महसुस भइरहेछ। बाटो पनि एकदम है एकदम सुनसान देखिएको छ, तर यहाँसम्मबाट एकदम टाइम छ कि यस्तै बाटो खोज्यो भने त सायद काठमाडौँमा जोड्नलाई उनीहरूले धेरै टाढाको हुन्छ जस्तो लाग्दैन हामीलाई। अब हामी अलिकति माथि देख्दैछौँ, मन्दिरहरू देख्दैछौँ, अब एकदम हामी बोर्डरको नजिक छौँ। यहाँनिर एउटा पिकेरी खोला छ जसले नेपाल र चाइनालाई छुट्याउने काम गर्छ। हामी त्यहीतर्फ अगाडि बढ्दैछौँ। अब ल हेर्नुहोस्, अब त्यहाँनिर गएर अब देखिँदैछ चाइनाको, अब एकदम हामी सिमानाको नजिक छौँ। त्यहाँनिर एकदम घरहरू देखिरहेको छ। यहाँबाट हिँड्दै पनि जानुलाई रमाइलो हुन्छ अरे यहाँ होइन। बस रिजोर्टहरू पनि छ, त्यहाँ हिँड्दै जाने स्टेप्सहरू छ। यहाँनिर एउटा फाउन्टेन हामी देख्न सक्छौँ, एउटा झरना एकदम नजिक एउटा झरना छ। त्यो झरनामा गएर नुहाउने है पनि काम गर्न मिल्छ। यहाँका मानिसहरू नुहाउनु पनि हुँदो रहेछ। त्योभन्दा अगाडि तातो पानी हुँदैन नुहाउनको लागि प्रख्यात भयो। एउटा हामीले फाउन्टेन हेर्दैछौँ, यहाँ एउटा झरना जुन झरना गएर बसिएको छ भोटे कोसीमा। यहाँबाट झरना आउँदैछ। यो पनि एउटा भोटे कोसीको पानीको स्रोत, नदीको स्रोत हो अरे। बाटोमा चाहिँ अब यस्तै छ, खाल्डा खुल्टी होइन, अप्ठ्यारो बाटो। त्यहाँनिरको झरना छ हो बरु। अहिले यो झरनाबाट फोटो चाहिँ लिनुपर्छ। हामी रुप्से झरना नेपालको झरना भन्छौँ होइन। रुप्से होइन यो, तर यो झरनाको नाम थाहा भएन। तर एकदम यो पनि माथि माथि हाइटबाट झरेको झरना छ। त्यो 2-3वटा लट हुँदै त्यहाँबाट त्यहाँ झर्छ अरे। यो पनि एकदम ठुलो झरनाको रूपमा छ। अनि यहाँनिर फोटो सेसन गर्नुपर्छ अहिले हामी आएर यो ठाउँमा होइन कुरो। फर्किँदा फोटो सेसन गर्छौँ हामीले। यो अहिले चाहिँ फोटो सेसन गरिरहेको छ, यहाँ फोटो सेसन गर्नुपर्छ। त्यहाँनिर झरनाको यो ब्याकग्राउन्डमा चाहिँ एकदम राम्रो आउँछ। हेर्नुहोस् त पाहाडहरू एकदम एकदम ठुला गगनचुम्बी बाटो एकदम घुमाउरो घुम्तीहरू छ। मानिसहरू पनि अब बिहानी पक्क भएर होला, नाकातर्फ मान्छेहरू अगाडि बढ्दै हुनुहुन्छ। धेरै हेर्न सक्छौँ। म अहिले हजुरलाई एकदम बाटोको अवस्थाको बारेमा मात्र अपडेट गर्दैछु। उहाँ गइसकेपछि नेपाल त्यहाँ माथि कस्तो छ होइन, ती कुराहरू पछि मैले क्रमशः अपडेट गर्नेछु। र मैले मेरो च्यानललाई सबैजनालाई अरू डिटेल अपडेट को लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु हुनको लागि